जाँदा जाँदै मेयर बालेन्द्र गरे यति ठुलो काम कुलमान घिसिङको आगमनपछि हुन थाल्यो काम धमाधम। बालेन्द्रले त धेरै राम्रो गरे नि बाबु, हामीले नै भोटहरू हालेर जिताएको उनलाई। अनि डुबाउने घर बस्तीमा घर घरमा पानी पस्ने बाढी आएको बेलामा बर्खामा तनावग्रस्त भएर यो बालेन्द्र शाहजीले यो खोलिदिनु भयो। यसका लागि मुरी धन्यवाद छ। गोपकृष्ण पुलबाट हेर्न आउँथ्यौँ, धान डुब्यो भन्थ्यौँ, अब अहिले हामी चाहिँ हेर्छौँ घर डुब्यो भन्छौँ। कुलमान घिसिङ घर यी माथि हो मङ्कालमा, उहाँ आएर भनेर उहाँले गरेपछि यहाँ छिटो छिटो काम भएको हो क्या, नत्र यो एकदम विस्तार भएको थियो क्या, यहाँ नगर्ने पनि भनेका थिए। अनि उहाँ मन्त्रीज्यू आएर चाहिँ नि अब यहाँ गर्नुपर्छ न उहाँले भनेर जानुभएपछि छिटो भएको रे। बालेन्द्रले गरेको काम थियो किनभनेदेखि मान्छेको ऊ बेला त्यो सारा अन्य धेरै जस्तै मान्छेदेखि साइकलदेखि ऊदेखि तपाईँको बाइकदेखि सबै नै लिएर गएर चाहिँ तपाईँको धोबीखेलादेखि लिएर पुरा बगाउँदै गएको पनि हो। त्यो गरी यो खुल्ला छोडेको राम्रो पनि भयो। अनि यो काम राम्रो हो, अब यो विकासको कामलाई नराम्रो भन्न मिल्दैन। होइन कुलमान घिसिङले चाहिँ काम स्लो भयो भएर अलिकति फटाफट जानु पर्यो भन्ने कुरा गर्नुभयो। दर्शकबिन देख्न सक्नुहुन्छ हामी अहिले ठ्याक्कै यो कपन खोला जहाँ अहिले दुवैतर्फ ढल निर्माणको काम भइरहेको छ, पक्की पिलर राखेर ढल हाल्ने काम चलिरहँदा अहिले यहाँको कार्यगति कस्तो छ भनेर हामी तपाईँहरूलाई देखाइरहेका छौँ। यो खोलो खोलिदिएपछि बाढी पनि पसेको छैन। हामी यहीँ बसिरहेछौँ। 59 सालदेखि हाम्रो पनि घरमा पानी पसेर घर डुबी, हाम्रो पनि हामी जस्ता कोठामा बस्ने मान्छेहरूको पनि डुब्थ्यो। हाम्रो रासन पानी सबै डुबेर ओड्ने ओछ्याउने सबै भाँडाकुँडा सबै डुबेर रासन पानी सबै बिग्रेर फाल्नु परेको, सिरक डस्नाहरू पनि फाल्नु परेको, ओड्ने ओछ्याउनेहरू पनि मान्छे हामी डुबेर आँतिएर तलमा चढेका खोलोभित्र पसेर। अब बाढी आउने होइन, गनाउने जम्मै नाल ढल जम्मै भयो। अब पहिला कस्तो राम्रो स्वच्छ खोला हामी पानी खान्थ्यौँ बाबु, यहाँको नुहाउँथ्यौँ पानी खान्थ्यौँ। अब अहिले गाउँहरू बढेपछि अब दुर्गन्ध भयो। अब यो बाढी त्यस्तो आउँछ, मान्छे बगाउँछ। अब अस्ति डुबेर मऱ्यो, हिजो बिहान डुब्यो। अब यस्तो गर्नु भनेर त अब विकास गर्न लागेको छ, राम्रो नि बाबु होइन र। यहाँ खोलावारी काठमाडौँ महानगरपट्टि छौँ, खोलापारी बुढा नीलकण्ठ नगरपालिका 10 पर्छ, जहाँ चाहिँ अहिले यो बिचको यो खोलामा चाहिँ पक्की पिलर हालेर ढल हाल्ने काम चलिरहेको छ। देख्न सक्नुहुन्छ यहाँ धमाधम काम चलिरहेको छ। मेयर बालेन्द्र शाहले जाँदा जाँदै एउटा विकासको नमुना पेश गरेर जाँदैछन्। बालेन्द्रले धेरै राम्रो गरेको, बालेन्द्रले नै हो यो खोल्न लगाएको। यहाँ मान्छे डुब्यो नि त एकचोटि, बच्चा डुब्यो। त्यहाँबाट यो खोला त अब पहिला पुरेको थियो, पछि पहिला खुल्लै थियो, फेरि पछि पुर्यो। अनि त्यो मान्छे बगाएपछि अब यो खोलेको। जहाँ अब माननीय कुलमानजी चाहिँ मन्त्री भए बेला चाहिँ आउनु पऱ्यो, उहाँले फिल्ड भिजिट गरेर चाहिँ यो तुरन्त गर, यो दुर्गन्ध फैलिन्छ, बर्खाको बेला गर्न पाइँदैन, अहिले हिउँदमा भने गरिहाल्नुपर्छ, यो जति सके चाँडो गर, होइन तिमीहरू गर्न सक्दैनौ भने भोलि ठेक्का नै तोडिदिन्छु भनेर उहाँले अलिकति भनिदिएपछि चाहिँ अलिकति कामको रेसियो चाहिँ बढेको छ। कुलमान घिसिङ आएपछि झन् यो कामले गति लिन थालेको भनेर यहाँका स्थानीय निकै हर्षित छन्। हामीले केहीसँग प्रतिक्रिया लिएका छौँ। उनीहरूले यसका फाइदा, यसका बेफाइदा, यसले निम्त्याउन सक्ने समस्याका बारेमा, यसले चाहिँ हुन सक्ने आगामी दिनमा बाढी न्यूनीकरणका विषयमा आफ्ना प्रतिक्रिया राख्नु भएको छ। महानगरभित्र उता सहरतिर काम भएको छ, बालेन्द्रले नगरे होइन। अब मेन चाहिँ मैले बालेन्द्रले गरेको काम देखेको चाहिँ सरसफाइमा चाहिँ एकदम राम्रो ध्यान दिएका छन् होइन। अब बजेटहरू कसले ल्याए कि कसले कसका पाला आएका पैसा हुन् के गरे त्यो आफ्ना ठाउँमा छन्। सरसफाइमा चाहिँ बालेन्द्रले राम्रो सुधार गरेर देखेको छु मैले। अब अझ म त बालेन्द्रलाई के भन्छु भने यो भत्काउने बेलामा नि यस्तो भद्रगोल पारेर भत्काइदिनु हुँदैन थियो। 100 मिटर भत्काउने, दुईपट्टि नै 100 मिटर बनाउने, त्यसपछि फेरि 100 मिटर भत्काउने गरे भए हामीले 3 वर्ष भयो यो दुर्गन्ध खपेको, न बाटो छ न केही छ। अब अस्ति भर त्यहाँ एकजना मान्छे लडेर मरिसके होइन, भोलिपल्ट फेरि हिजो फेरि एकजना फेरि आएर डुबिसकेका छन्। अब यो खुल्ला राख्दा चाहिँ के हुन्छ भने नि तपाईँको भोलि त्यस्तै दुर्घटना हुन्छ होइन, दुर्घटना हुन्छ। मन्त्रीमा बाबुराम भट्टराई, मेयरमा 2टा मेयर काठमाडौँमा देखेका। एउटा केशव विस्थापित जेनदार मान्छे हो, उसलाई पार्टीले गर्दा काम गर्न नदिएको। केशव विस्थापितले भाइ तपाईँहरू त सानै बच्चै हुनुहुन्थ्यो, केशव विस्थापितले जति गरेको काम यहाँ कसैले पनि गरेका छैन। बालेन्द्र शाहले सुगर सफा गर्दै हो, यो मान्नुपर्छ। केशव विस्थापितले भनेको चाहिँ सबै टोटल खोला करिडोर बाटो खन्ने योगदान भनेको केशव विस्थापितको हो, तर काम गर्न दिएन। उनीहरूकै पार्टीमा पार्टीगत भएकाले उसलाई काम गर्न नदिएको हो। काम गर्ने मान्छे हो केशव विस्थापित। हामीलाई कोही रिस पनि छैन, कोही जा पनि छैन। हामीले देखेको कुरा सत्य कुरा भन्दाखेरि प्रधानमन्त्रीमा बाबुराम भट्टराई, अहिलेसम्म भएका मन्त्रीमा प्रजातन्त्र आएर भएका मन्त्रीमा बाबुराम भट्टराईले जति राम्रो काम कसैले गर्दै गरेका छैनन्। यो अरू त खाने लुट्ने देश लुट्ने मात्रै हुन्, उनीहरूका आफ्नै आसेपासे भएकाहरूलाई भराउने पाल्ने मात्रै हुन्। उनीहरूले पनि के खायो भने उनीहरूको आफ्ना त मान्छे पाल्ने हुन्। तर बाबुराम भट्टराई लिएर मेयरमा 2टा मेयर मेरो भित्री आत्माले देखेको, म भन्दा अरूलाई पनि त्यही भन्छु, कोही नजान्नेहरूलाई। जस्तै तपाईँहरू त अलिक पछिकै मान्छे, हाम्रो छोरासँगको मान्छे, सानो छोरासँगको मान्छे हुन्छ तपाईँहरू त होइन। तर मेयरमा 2टा मेयर, काठमाडौँको लागि लाइक मेयर
र प्रधानमन्त्रीमा विश्व देशभरिका हाम्रो नेपालभरिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई। म चाहिँ अहिले पनि स्वच्छ छाबीले भित्र आत्माले कसलाई चुन्छ भन्दा यी 3 जना मान्छे मेरो आत्माले देखेका मान्छे गर्छौँ है भन्ने आएको। शुभ नाम? मेरो मिना केसी। यतै बस्नुहुन्छ है? यो घरै हो। अनि यो अहिले यो खोलामा यो ह्यान्डपम्प हाल्ने काम चलिरहेको रहेछ, कस्तो लागिरहेछ यो काम देख्दा? एकदम राम्रो लागेको छ नि। अब होइन आफ्नो ठाउँमा विकास हुन लाग्यो। अब यस्तो भद्रकोल हामीलाई त कति बिजोग भएको थियो। अब बाढी आउने होइन, गनाउने जम्मै नाल ढल जम्मै भयो। अब पहिला कस्तो राम्रो स्वच्छ खोला हामी पानी खान्थ्यौँ बाबु, यहाँको नुहाउँथ्यौँ पानी खान्थ्यौँ। अब अहिले गाउँहरू बढेपछि अब दुर्गन्ध भयो। अब यो बाढी त्यस्तो आउँछ, मान्छे बगाउँछ। अब अस्ति डुबेर मऱ्यो, हिजो बिहान डुब्यो। अब यस्तो गर्नु भन्दा त अब विकास गर्न लागेको छ, राम्रो नि बाबु होइन र? जस्तो अब यहाँ केही दिन अगाडि मन्त्री पनि आउनु भएको थियो, मन्त्री हो आउनुभएको थियो। उहाँले नै धेरै पहल गरेर छिटो हुन लाग्यो हो। कुलमान घिसिङ घरि माथि हो मङ्कालमा, उहाँ आएर भनेर उहाँले गरेपछि यहाँ छिटो छिटो काम भएको हो क्या। नत्र यो एकदम विस्तार भएको थियो क्या, यहाँ नगर्ने पनि भनेका थिए। अनि उहाँ मन्त्रीज्यू आएर चाहिँ नि अब यहाँ गर्नुपर्छ न उहाँले भनेर जानुभएपछि छिटो भएको अरे भनेछन् है बाबु। अब हामीले त सुनेको छैनौँ, देखाएको छैनौँ, भनेको मान्छेले भने सुने हो। अब छिटो छिटो गरे काम चाहिँ त्यही भएर हो रे भन्छन्। यो महानगरले गरेको काम कारबाही कस्तो लागिरहेको छ तपाईँलाई? होइन महानगरले पनि राम्रो गरेछ, राम्रो गरेछ बाबु। अहिले पछिल्लो समय बालेन्द्र शाह आएपछि विकास के कति भएको छ? बालेन्द्रले धेरै राम्रो गरेको। बालेन्द्रले नै हो यो खोल्न लगाएको। यहाँ मान्छे डुब्यो नि त एकचोटि, बच्चा डुब्यो। त्यहाँबाट यो खोला त अब पहिला पुरेको थियो, पछि पहिला खुल्लै थियो, फेरि पछि पुर्यो। अनि त्यो मान्छे बगाएपछि अब यो खोलेको हो। हाम्रो यता महानगरपालिकापट्टि त अब यो छोप्दैन अरे होइन, नछोपेकै ठिक छ। बालेन्द्रले चाहिँ धेरै राम्रो गरे नि बाबु, हामीले नै भोटहरू हालेर जिताएको हो उनलाई। उनले धेरै राम्रो, उनसँग फोटो नि छ मेरो। बालेन्द्रसँग फोटो खिच्नु? फोटो खिचेको छ, माथि माङ्काला फोटो खिचेर लानु भएको छ उहाँसँग। कस्तो लाग्छ उहाँ? एकदम राम्रो लाग्छ, ठिक लाग्छ क्या। अब त प्रधानमन्त्री बन्ने रे? ठिक छ, राम्रो छ। विकास गरेर उहाँहरूले राम्रो गरेन, उहाँहरू जस्तो नबनेर को बन्छ त? अब यो मर्न लायो, पिण्ड खान लायो, बुढाबुढी बन्न काम छ त? देश चलाउन सक्छन् त? देश भनेको हाँक्न सक्ने चाहियो नि त, होइन र? यहाँलाई स्वागत छ। धन्यवाद। शुभ नाम बताइदिनुहोस् तपाईँको? हजुर, मेरो घर ओखलढुङ्गा हो, जिल्ला ओखलढुङ्गा। अहिले बसाइ फिलहाल 59 सालदेखि हामी यही क्षेत्रमा छौँ, यही एरियामा बस्छौँ। यो 2059 सालसम्म यो खोलो खुल्लै थियो। मान्छेहरू खेत रोप्थे यताउति। यो खेत हाम्रो एउटा ओखलढुङ्गेले एउटा देउसी खेलेर राष्ट्रपति विद्या भण्डारीले 3000 पैसा चेक दिएको थियो हामीले देउसी खेल्न जाँदाखेरि। 2059 साल औँसीमा भाइटिका देउसी खेलेर उठाएर ढल हालेको थियो यसमा। बच्चाहरू स्कुल जाने गर्ने पनि बाँसा फड्केहरू थिए। यो गरेको 59 सालमा। त्यहाँबाट पहिले मानव बस्ती कम हुँदाखेरि यो त्यति डुबाउँदैन थियो। अनि बिचमा मानव बस्ती बढेपछि के भयो भन्दाखेरि पानी उँभो, अब पानी सबै सङ्कट आउने भयो नि त। अनि बाढी आउँदाखेरि फोहोर मैला भयो, पानी बाटो पिच गरे, ढलान गरे, ह्यान्डपाइप हालेर बाटो ढलान गरे। एउटा हाल्दा अलि आयो, फेरि दुईवटा हालेपछि फेरि त्यसपछि पनि समस्या समाधान भएन। अनि डुबाउने, घर बस्तीमा घरमा पानी पस्ने, बाढी आएको बेलामा बर्खामा तनावग्रस्त भएर यो बालेन्द्र शाहजीले यो खोलिदिनु भयो। यसका लागि मुरी धन्यवाद छ। यो अरूले कसैले पहल गरे होइन, बालेन्द्र शाहले सबै डुबो भनेर सबैले यीका मान्छेले डुबो भनेर उसले खोलेर समस्या समाधान गर्न खोजेको। समस्या समाधान भएन। किन भएन भन्दाखेरि यहाँका वासीलाई सबैलाई घर पनि चाहिएछ, बाटो पनि चाहिएछ। पहिले 2 आना 3 आना जग्गा किने, घर बनाए, बाटो थिएन। पहिले खोलो पुरै बाटो 32 फुटे बाटो बनाएर बाटो देखाइदिए। बाटो भूमाफियाले बाटो मिचेर घर बनाए। अनि बाहिरका मान्छेले 2 आना 3 आना गाउँ बेचेर लिएर यहाँ 2 आना घडेर किने। यहाँ पुमतिर मधेसमा 2 बिघा जग्गा किनेर बेचेर चाहिँ यहाँ घर किनेको। 2 आनामा 2.5 आना बनेर घर किने। अब यो बाटो छोड्दा उसको घर उठीवास हुने भयो। अब बाटो छोड्दा सबैलाई समस्या समाधान भएन। यो त्यही भएको हो, अरू केही पनि भएको होइन। वर्षौँ बाढी आउने समस्या हुन्छ नि यहाँ जहिले। 59 सालभन्दा पहिले थिएन। 59 सालभन्दा पछि अब यो 65-66 सालबाट चाहिँ अनि अलिअलि मानव बस्ती बढेपछि त्यसपछि चाहिँ अनि भएको हो, बाढी आउनु सुरु भएको। अब यो अहिले फेरि यहाँ नयाँ अब फेरि यो ह्यान्डपम्प राखिँदैछ। हजुर,
अब महानगरले यो पहल गरेर यहाँ यो खोला खुला गरिसकेपछि हजुर। अब पहिला त यो समस्या के पनि हुन्थ्यो केही भने पनि कतै बालबच्चा बच्चा बगाएर लगेको पनि हो भने नमिल्ने थियो पहिला। अब चाहिँ डुब्यो भने झिक्न त कमसेकम यहाँ पुग्यो भने त देखिने भयो। पहिले यहाँ पाइपभित्र हुँदा त्यो देखिने, त्यो समस्या समाधान भयो। यो खोलो खोलिदिएपछि बाढी पनि पसेको छैन। हामी यहीँ बसिरहेछौँ 59 सालदेखि। हाम्रो पनि घरमा पानी पसेर घर डुबी, हाम्रो पनि हामी जस्ता कोठामा बस्ने मान्छेहरूको पनि डुब्थ्यो। हाम्रो रासन पानी सबै डुबेर ओड्ने ओछ्याउने सबै भाँडाकुँडा सबै डुबेर रासन पानी सबै बिग्रेर फाल्नु परेको, सिरक डस्नाहरू पनि फाल्नु परेको, ओड्ने ओछ्याउनेहरू पनि। मान्छे हामी डुबेर आँतिएर तलमाथि चढेका खोलोभित्र पसेर राति सुत्या बेला खोला खुला भएपछि अब यो हेन्डपम्प नयाँ राखिँदैछ। यसले चाहिँ केही हदसम्म बाढीलाई चाहिँ न्यूनीकरण चाहिँ गर्छ। बाढी न्यूनीकरण गर्छ भने यो राखेर त उयो ढल्लै मात्रै हुन्छ। खोलो थुन्छु, खोलो यो भित्र पठाउँछु भन भन्छ, हुँदैन। खोलो खुल्लै ओपनै हुनुपर्छ। हाम्रो उसले चाहिँ अब के गर्छन् अब हेरौँ गर्नेहरूले। भर्खर हामीले देख्यो होइन, यहाँ सिधा यहाँबाट फोहोर पनि बढी थियो, अहिले सफा गर्न सफा गरेको पनि हो। अब गरेर पनि यहाँको टोलवासी पनि अलि सबै टोलवासीले मात्रै गरेर भएन। यहाँका व्यापारीहरू पनि अलिक कस्तो भने अलिकति पानी धमिलो देख्ने बित्तिकै बर्खा पानी आयो भने सबै भएका प्लास्टिकहरू सबै यहाँ हाल्छन्। नगरपालिकाले अहिले फोहोरहरू पनि उठाइरहेछ। हरेक कुरो सुविधा त गरिरहेछ। पहिले भर्खर यहाँ पानी फालेको हामीले देख्यौँ। हजुर, फोहोर पानी फाल्ने, फोहोर पानी फाल्ने, पानी मात्रै फाल्दा त केही फरक पर्दैन थियो। पानी प्लास्टिकहरू पोको पारेर जस्तै उ पारेर फाल्छन्, त्यसले गर्दा समस्या समाधान हुन्छ। ढलहरू जाम हुने समस्या मुख्य त्यो पनि हो। जस्तो यो महानगरले गर्यो, मेयर बालचन्द्र शाह तपाईँलाई व्यक्तिगत रूपमा कस्तो मान्छे लाग्छ? व्यक्तिगतमा भने सामाजिक रूपमा चाहिँ मलाई ठिक लाग्छ। हामीले अहिलेसम्म कारबाही होइन, काम कारबाही ठिक छ। मैले भाइ 59 सालदेखि अहिलेसम्म म 54 सालदेखि काठमाडौँ बसेको। मन्त्रीमा बाबुराम भट्टराई, मेयरमा 2टा मेयर काठमाडौँमा देखेका। एउटा केशव विस्थापित जेनदार मान्छे हो, उसलाई पार्टीले गर्दा काम गर्न नदिएको। केशव विस्थापितले भाइ तपाईँहरू त सानै बच्चै हुनुहुन्थ्यो, केशव विस्थापितले जति गरेको काम यहाँ कसैले पनि गरेका छैन। केशव बालेन शाहले सुगर सफा गर्दै हो, यो मान्नुपर्छ। केशव विस्थापितले भनेको चाहिँ सबै टोटल खोला करिडोर बाटो खन्ने योगदान भनेको केशव विस्थापितको हो। तर काम गर्न दिएनन्। उनीहरूकै पार्टीमा पार्टीगत भएकाले उसलाई काम गर्न नदिएको। काम गर्ने मान्छे हो केशव विस्थापित। हामीलाई कोही रिस पनि छैन, कोही जा पनि छैन। हामीले देखेको कुरा सत्य कुरा भन्दाखेरि प्रधानमन्त्रीमा बाबुराम भट्टराई, अहिलेसम्म भएका मन्त्रीमा प्रजातन्त्र आएर भएका मन्त्रीमा बाबुराम भट्टराईले जति राम्रो काम कसैले गर्दै गरेका छैनन्। यो अरू त खाने लुट्ने देश लुट्ने मात्रै हुन्। उनीहरूको आफ्नै आसेपासे भएको एउटाहरूलाई भराउने पाल्ने मात्रै हुन्। उनीहरूले पनि के खायो भने उनीहरूको आफ्नो त मान्छे पाल्ने हुन्। तर बाबुराम भट्टराई लिएर मेयरमा 2टा मेयर मेरो भित्री आत्माले देखेको। म भन्दा अरूलाई पनि त्यही भन्छु, कोही नजान्नेहरूलाई। जस्तै तपाईँहरू त अलिक पछिकै मान्छे, हाम्रो छोरासँगको मान्छे, सानो छोरासँगको मान्छे हुन्छ तपाईँहरू त होइन। तर मेयरमा 2टा मेयर, काठमाडौँको लागि लाइक मेयर र प्रधानमन्त्रीमा विश्व देशभरिका हाम्रो नेपालभरिका लागि प्रधानमन्त्री बाबुराम भट्टराई। म चाहिँ अहिले पनि स्वच्छ छाबीले भित्र आत्माले कसलाई चुन्छ भन्दा यी 3जना मान्छे मेरो आत्माले देखेका मान्छे गर्छौँ है भन्ने आएर। यहाँको शुभ नाम? मेरो राजेन्द्र अधिकारी। अनि यो यहाँ अब ह्यान्डपम्प हाल्ने काम होइन, अलिकति खुला गरिएको छ, कस्तो लागिरहेछ? यसले के निकास दिन्छ? अब खुल्ला निकास कस्तो भने पहिला पनि यही पाइप राखेर माथिबाट चाहिँ छोपेर पुरो उगारेको हुनाले मान्छेको के भने अब पाइपबाट चाहिँ मान्छेको पहिला पो थोरै बस्ती थियो हो। अहिले चाहिँ धेरै पुरै बस्तीले गर्दाखेरि के भने सबै त्यो पाइपबाट गयो, फोहोर पनि छिर्ने भयो। त्यसले गर्दा त्यो पाइपबाट चाहिँ सबै मङ्गलबाट पानी निस्केर सबैको घर पस्यो। अब त्यही अनुसारकै पसेर मान्छेहरू डुबाउने पनि भयो, मान्छे बगाएर पनि लगेको सब कुरा भयो। त्यसले गर्दाखेरि के भने अब डोजरले चाहिँ मजासँग तलदेखि नै मान्छे खोलिदियो, भयो पाइप साइप सब निकालिदिएर खुला गरेर अब अहिले चाहिँ दायाँ बायाँ चाहिँ यसरी बिल्डरसेर हालेर ढलान गरेर यतापट्टि त अब यो के भने महानगरपालिका पर्छ 6 नम्बर। यो चाहिँ यहाँ चाहिँ अब पिचै हुन्छ, यो अलिकति ठुलो बाटो भएर खोलाको चाहिँ उता हाम्रो बुढानीकण्ठ नगरपालिका उता च्याप्या हुन्छ। त्यसले गर्दा उतापट्टिको लाइन चाहिँ कस्तो भनेदेखि ठाउँ पनि पुग्दैन। त्यसले गर्दा उतापट्टि बाटो हिँड्ने समस्या पनि हुन्छ। अनि त्यसले गर्दा अब यिनीहरूको समय कुरा अनुसार के भने बिचबिचमा पुल पनि हाल्न नदिने भन्ने समस्या आइरहेको छ मान्छेहरूलाई। त्यो पनि समस्या छ। अब जम्मा 3 ठाउँमा पुल भनेर चाहिँ एउटा त्यो सेन्टरमा तरकारी बजारमा, एउटा यहाँ ओखलढुङ्गेमा, एउटा 7 तलेमा 3टा पुल मात्रै, त्यहाँभन्दा अरू पुल हाल्न नदिने भन्ने कुरो पनि भएको छ। अब त्यो हाल्दै ल्याइसकेपछि तपाईँको चाहिँ के भने त्यो अब माथि चौकी दिएर ल्याएको त किनभने त्यो यसै गरी बनाएको छ, तर दायाँमा माथि पनि छोपिएको छ। त्यो चाहिँ ठिक छ, त्यो राम्रै छ। ठुलो ग्राउन्ड पनि ठुलो छ। अब यहाँ त सानो छ, त्यसले गर्दा भोलि त्यो स्थिति पहिलाको जस्तो स्थिति नआउला भन्न सकिन्न। त्यो स्थिति अवश्य पनि आउँछ। मन्त्री आएपछि कामले केही गति लिएको हो? यहाँ कुलमान घिसिङ आउनु भएको थियो केही दिन अगाडि। होइन, कुलमान घिसिङले चाहिँ काम स्लो भयो भएर अलिकति फटाफट जानु पर्यो भन्ने कुरा गर्नुभयो हो। उहाँले नराम्रो कुरा चाहिँ गर्नु भएन। तर पहिलाको अब हामी
म चाहिँ बेलामा चाहिँ थाहै बस्दा पहिला घर हुँदाखेरि हामी यो माछा मारेर हिँड्दाखेरिको खोला हो। अब यहाँ पराल छेउछाउ हुन्थ्यो पहिला त यो घर एउटै थिएन मेरै उसलाई नि याद छ म चाहिँ बेलामा केही पानी पोखरी हुँदाखेरि गोपकृष्ण पुलबाट हेर्न आउँथ्यो धान डुब्यो भन्थ्यौँ अब अहिले हामी चाहिँ हेर्छौँ घर डुब्यो भन्छौँ है त्यस्तै त्यो त अहिले पनि तपाईँ यो अझ पनि तपाईँ यो खोलेपछि यो तरकारी बितर मासतिर त अझ पनि छिर्छ तर तरकारी खोलेपछि यसपालिको बाढीले चाहिँ यो जुन तिन घर घरमा चाहिँ गएको छैन त्यति पुल निकै अब फेरि यही चाहिँ गरेर चाहिँ हालेपछि तपाईँको चाहिँ काहीँ हुन सक्दैन भन्न सकिँदैन किनभनेदेखि बाटो सानो हुन्छ पानी खरेर गइराख्यो भने ठिकै छ अब छोप्ने सिस्टम छैन मान्छेलाई बस्ने बासिन्दालाई गनाएर बस्नु हुँदैन अब त्यो सिस्टम छैन अनि त्यसले गर्दाखेरि अब मासतिरको योभन्दा मासतिरकोलाई ठिक छ छोप्या पनि छ ऊ पनि छ राम्रो हुन्छ अब त्यहाँदेखिको आएको पानीलाई यहाँ तलतिर चाहिँ ज्यादै नै अन्याय गरे जस्तो देखिया छ क्या महानगरको काम यो कारबाही होइन बालेन्द्र शाहले अहिले जुन कदम उठाउनु भएको छ सबै कस्तो लागिरहेछ पछिल्लो काम गरेको उहाँले चाहिँ किनभने यो पुरा मान्छे घर घर अब उसको काम धेरै राम्रो छ बालेनले गरेको काम थियो किनभनेदेखि मान्छेको ऊ बेला त्यो सारा अन्याय नै धेरै जस्तै मान्छेदेखि साइकलदेखि ऊदेखि तपाईँको बाइकदेखि सबै नै लिएर गएर चाहिँ तपाईँको धोबीखेला लिएर पुरा बगाउँदै गएको पनि हो त्यो गरी यो खुल्ला छोडेको राम्रो पनि भयो तर अहिले अब बनाएको स्थिति अनुसारमा चाहिँ कस्तो भने अलिकति उता माथि चौकीतिर लाइनमा चाहिँ किनभने खुल्ला ठाउँ चौडाइ पुरा ठुला भएको हुनाले पुरा दायाँमा बाटो पनि मिल्ने भयो बिचमा दायाँमा अर्को ढल हाल्न मिल्ने भयो बिचमा चाहिँ पानीमा त्यो गरेर छोप्ने पनि सिस्टम भयो त्यस्तै अनुसारको यो ठाउँ यहाँ छैन त्यसले गर्दाखेरि बुढानीकुण्ड नगरपालिकाको चाहिँ साइडमा चाहिँ अलिकति के भने ऊ बेला अब मिठाराम हुनुहुन्थ्यो मेयर उहाँले अब के हिसाबले बनाउन दिनुभयो अब त्यो किन त्यो बेला अब ठ्याप्प दिनुभयो अब 1000 रुपियाँ 2000 रुपियाँ ठ्याप्प नक्सा पास गरे जस्तो पनि भयो होला के गर्नुभयो त्यो उहाँहरूलाई थाहा अहिले फोन गऱ्यो भने फोन उठाउनुहुन्न उहाँहरूको पाला त्यो भएको अब अहिले नवराज वडा अध्यक्ष हुनुहुन्छ उहाँले पनि त्यही कुरा सोध्नुहुन्छ तर कस्तो भनेदेखि देखेको अनुसार र अनुसार चाहिँ पहिलाकै अनुसारमा खुला छोड्दा पनि मान्छेलाई गन्धर्व अब के होइन भनेदेखि अब त्यो बुढालीकण्ठ लाइनको अलिकति घरहरूको समस्याले गर्दा घरहरू भत्काउनु नमिल्ने भयो उता ढल हाल्न नमिल्ने भयो अब यही खोलामा जाने नै भयो त्यही खोलामा जाने भयो भएर फेरि मान्छेलाई उही दुर्गन्ध त भइ नै हाल्छ आइ नै हाल्छ अब यताको चाहिँ ऊ यहाँसम्म ऊ त्यो हिमपाइप छ नि अब त्यहाँसम्म हालिसकेको छ अब यहाँदेखि त्यहाँसम्म हाल्न बाँकी छ त्यो पाइप चालिसकेको छ यो त हाल्छ यताको चाहिँ ढलहरू यहीबाट जान्छ त्यो मिसिँदैन उताको चाहिँ समस्या पऱ्यो भोलि अब मान्छेले अन्याय पार्दा पनि भोलि कसैको त अलिअलि जग्गा होला सेफ्टी ट्याङ्कीहरू केही बनाउला उहाँहरूलाई बस्ला नि होला नहुनेलाई त समस्या छ हो त्यो समस्याहरू चाहिँ उनीहरू त्यो समस्या चाहिँ नगरपालिका र महानगरपालिकाले नगरपालिका बुढानीकण्ठ पऱ्यो महानगरपालिका हाम्रो यता पऱ्यो हजुरलाई त्यो भन्नुपर्ने कुरै छैन त्यो समस्या दुईतिर दुईवटा पऱ्यो हुनाले काम अलिकति अवरुद्ध भएको कारण त्यो यो काम सुलभ पनि भएको कारण त्यही हस् त समयको लागि धेरै धन्यवाद यहाँलाई स्वागत छ धन्यवाद तपाईँको परिचय दिनु त म सुदर्शन पौडेल कहाँ बस्नुहुन्छ बुनापा 10 नगरपालिका 10 हजुर जस्तो यहाँ अहिले खोला खुल्ला गरियो अब यहाँ अर्कै तरिकाबाट ह्यान्डपम्पहरू हालिँदैछ होइन पिल्लर सिल्लर हालेर चाहिँ नयाँ प्रविधिबाट यो खोला चाहिँ विशेष गरी बाढी न्यूनीकरण गर्ने चाहिँ एउटा जो गरिँदैछ कस्तो लाग्दैछ यो काम होइन यो काम राम्रो हो अब यो विकासको कामलाई नराम्रो भन्न मिल्दैन अब यो बस्ती भएको हुनाले दायाँ बायाँबाट ढल हालेन भने चाहिँ यो दुर्गन्ध हुन्छ भोलि यसलाई चाहिँ बक्स कल्पटमा जान आवश्यकै पर्छ सर्वोच्च अदालतले नि बक्स कल्पटै भनेर चाहिँ निर्णय गरिदिएको छ किन यो चाहिँ आवास क्षेत्र भएको हुनाले दुर्गन्धको कारण आवास क्षेत्र भएको हुनाले अब अहिले हामीले दायाँ बायाँबाट ढल हालेर अहिलेको लागि यति गरौँ भोलि सम्भव भएन फेरि यो ढलले मात्र धानेन बाहिरबाट फोहोर फाल्ने दुनियाँ भयो भने भोलि दुर्गन्ध फैल्यो भने बस कल्पटै बनाउन मिल्छ किनभने अहिले हामीले आरसिसी गर्न लगाएर रड राखेर बेस राम्रो बनाएर गर्न लगाइरहेका छौँ त्यो गर्नुपर्छ होइन भने दायाँपट्टि अब मापदण्ड अहिले खोलाका मापदण्डहरू आइरहेका छन् सायद अब माघ 5 गते अब फसेलै होला 4 मिटर अहिले हाम्रो बुनापा 10ले पनि 4 मिटर चाहिँ मापदण्ड राखेको छ 4 मिटर छोडेर भोलि बाटो बनाउने दायाँ बायाँ बिचमा खोल्चा हुन्छ होइन भोलि दुर्गन्ध फैल्यो भने चाहिँ बक्स कल्पटमा जानुपर्छ जस्तो अब विशेष गरी तपाईँ जब बुढानीकण्ठ नगरपालिकाको बासिन्दा हुनुहुँदो रहेछ जब विशेष गरी महानगरले पहल कदमी समन्वय त भएको छ होइन तर पहल कदमी राखेर चाहिँ यो गरिरहेको छ होइन यो महानगरको काम होइन यो गरेको चाहिँ यो चाहिँ सङ्घीय सरकारको हो केबिडिएल हो यो चाहिँ बस कल्पटकै 28 करोडको टेन्डर हो यो बजेट चाहिँ सङ्घीय सरकारबाटै ल्याएको बजेट हो अब यो चाहिँ विवादित क्षेत्र चाहिँ के गरी भयो भने खोला उता महानगर खोला यता बुनापा अनि के भयो भने उनीहरू अब हाम्रो खोलो भन्ने महानगर हाम्रो खोलो भन्ने बुनापा यो विवादले गरेर हामी चाहिँ यो इन्डिया र पाकिस्तान जस्तो यहाँका जनताहरूलाई चाहिँ यो दुई पक्षको यो सिमाना भएको हुनाले अलिकति हामी चाहिँ पीडित भइरहेका छौँ पहिला 4 फिट मापदण्ड थियो
गाविस हुँदाखेरि 4 फिटमा छोडेर मान्छेले घर बनाए। अब अहिले कि राज्यले चाहिँ नगरपालिका भएपछि 13 फिट राखेको छ 4 मिटरको। अब क्षतिपूर्ति दिने व्यवस्था मिलाउनु पऱ्यो। क्षतिपूर्ति दिएपछि सबैले छोड्छन्। घर बनाउनेहरूले पनि केही मात्रामा क्षतिपूर्ति पाउनु पऱ्यो। खाली जग्गामा नि सीमित अब कति आउँछ पाउनु पऱ्यो। होइन भने खाली जग्गालाई नै त्यही क्षतिपूर्ति न्यूनतम दिएर भए पनि दुईपट्टि बाटो खोलेर कोरिडोर जस्तो अब धोबीखोला कोरिडोर बागमती कोरिडोरहरू जस्तो नि त्यो राखेर ग्रिनरीको हिसाबमा गयो भने चाहिँ धेरै राम्रो हुन्छ। जस्तो यहाँ अब मन्त्रीजी अस्ति पूर्व मन्त्री कुलमान घिसिङ आएपछि कामले अलिकति निरन्तरता पायो छरितो भयो भन्ने कुरा छ, त्यस्तो पनि हो? त्यो चाहिँ पक्कै पनि हो। काम चाहिँ भइरहेको थियो, काम चाहिँ सुरु गरिरहेको थिए सीमित मात्रामा 10-8 जना लेबरहरू ल्याउने अनि यसो हुँदैछ भन्ने यस्तो हिसाबमा थियो। जहाँ अब माननीय कुलमानजी चाहिँ मन्त्री भए बेला चाहिँ आउनु पऱ्यो, उहाँले फिल्ड भिजिट गरेर चाहिँ यो तुरन्त गर, यो दुर्गन्ध फैलिन्छ, बर्खाको बेला गर्न पाइँदैन, अहिले हिउँदमा भने गरिहाल्नुपर्छ, यो जति सके चाँडो गर, होइन तिमीहरू गर्न सक्दैनौ भने भोलि ठेक्का नै तोडिदिन्छु भनेर उहाँले अलिकति भनिदिएपछि चाहिँ अलिकति कामको रेसियो चाहिँ बढेको छ। हजुर, जस्तो अब तपाईँ बुढा नीलकण्ठको पर्नुभयो, तर पनि अहिले महानगरका मेयर बालेन्द्र शाहको अलि बढी चर्चा छ होइन? उहाँले अब आइसकेपछि फोहोरहरू व्यवस्थापन भएको छ, तमाम कुरा यी विकासका गतिहरू बढेका छन् भन्ने तपाईँलाई चाहिँ के लाग्छ? होइन, अब महानगरभित्र उता सहरतिर काम भएको छ, बालेनले नगरे होइन। अब मेन चाहिँ मैले बालेनले गरेको काम देखेको छु चाहिँ सरसफाइमा चाहिँ एकदम राम्रो ध्यान दिएका छन् होइन। अब बजेटहरू कसले ल्याए कि कसले कसका पाला आएका पैसा हुन् के गरे ती आफ्ना ठाउँमा छन्। सरसफाइमा चाहिँ बालेनले राम्रो सुधार गरेर देखेको छु मैले। अब अझ म त बालेनलाई के भन्छु भने यो भत्काउने बेलामा नि यस्तो भद्रगोल पारेर भत्काइदिनु हुँदैन थियो। 100 मिटर भत्काउने, दुईपट्टि नै 100 मिटर बनाउने, त्यसपछि फेरि 100 मिटर भत्काउने गरे भए हामीले यो 3 वर्ष भयो यो दुर्गन्ध खपेको, न बाटो छ न केही छ। अब अस्ति भर त्यहाँ एकजना मान्छे लडेर मरिसके होइन, भोलिपल्ट फेरि हिजो फेरि एकजना फेरि आएर डुबिसकेका छन्। अब यो खुल्ला राख्दा चाहिँ के हुन्छ भने नि तपाईँको भोलि त्यस्तै दुर्घटना हुन्छ होइन, दुर्घटना हुन्छ। यो ठुलो खोलो होइन। अब यसको चाहिँ त्यहाँ मिलनचोकसम्म चाहिँ बस कल्पटै बनेर आउने रे, तेन्जिङ चोकसम्म बनेर आइसकेको छ, उदाडा आरम्भ चोकसम्म बनेर आइसकेको छ। अब यो 500 मिटर चाहिँ खोला हुन्छ त? खोलाको त शिर चाहियो नि, खोलाको त शिर चाहियो नि। वडा नम्बर 6 को लाखे पोखरी भन्ने ठाउँमा बडा उम्लेको पानी हो यो। त्यहाँबाट चाहिँ बक्स कल्भर्ट बनेर यहाँ आरम्भ चोकसम्म आइसक्यो होइन। आरम्भ चोकबाट यो मिलन चोकसम्म नि बक्स कल्भर्टको सहमति भइसक्यो। यो चाहिँ के भने विवादित दुई पक्षको पनि यहाँ वारीपट्टिका घर र पारिपट्टिका घर, यहाँ महानगरको र बुढा नीलकण्ठको भन्दा नि वारीपट्टिको घरको र पारिपट्टि घरको टसलले गरेर अनि यी कुरा महानगरमा पुगिसकेपछि खोला त खुल्ला छोड्नुपर्छ भन्नुभयो उहाँले। उहाँ भिजिट गर्न नि आउनु भएको छैन। अब यहाँकाले जे रिपोर्ट पठाए त्यही आधारमा उहाँले छैन, अहिलेसम्म हामीले देखेका छैन। रमेश पाण्डे एकचोटि आएका थिए, राजु पाण्डे त्यहाँ खोल्या बेला, त्यसपछि कोही यहाँ देखिया छैन हेर्नु त्यो एक। अनि हामी एकचोटि राजु पाण्डे सहित हाम्रो यहाँ भुवन लामा वडा नम्बर 6 का, त्यसपछि हाम्रा 7 नम्बरका वडा अध्यक्ष, त्यसपछि बुनापा 10 को वडा अध्यक्ष, 11 का वडा अध्यक्ष र 12 का वडा अध्यक्ष र म पनि त्यतिखेर यो खोलाको संयोजक थिएँ। हामी एकचोटि मित्र पार्कमा बसेका थियौँ 7 नम्बरको वडा कार्यालयमा। बस्दाखेरि राजु पाण्डेले यस्तो यस्तो कुरा भयो भनेर उहाँले भनिसकेपछि बालेन शाहले दुई पक्षीय वडा अध्यक्षलाई आपत्ति छैन भनेदेखि बक्स कल्भर्ट बनाउनु भनेर उहाँले भन्नुभएको थियो कि। अनि यहाँ चाहिँ यो दुईपट्टिको द्वन्द्वले गरेर अब उतापट्टि हाम्रो बाटो छ, त्यतापट्टि खोइ त छोडेका भन्ने, अब यतापट्टिकोले अब हाम्रो 4 फिटको मापदण्ड थियो, अब हामी कहाँ छोड्छौँ भन्ने यो कारण पनि बक्स कल्भर्ट नबनेको। अब हामी दुई पक्ष नै मिलेर भोलि बक्स कल्भर्ट बनाउनु पर्छ आखिर यो, किनभने घना बस्तीमा हो, गनाउने फैलिन्छ होइन, हैजा लाग्न सक्छ। अब यहाँ कति रोग लागिसके, त्यो कारण चाहिँ बक्स कल्भर्ट चाहिँ यसको बक्स कल्भर्ट बाहेक अरू विकल्प छैन। किनभने हाम्रो सर्वोच्च अदालतले पनि बक्स कल्भर्टै भनेर अस्ति मुद्दा जिताइदिइसक्नुभयो होइन, जिताइदिइसक्नुभयो। यो राज्यले लगाएको एउटा अब सम्माननीय अदालतले दिएको कुराहरूलाई चाहिँ हामीले मान्नुपर्छ अर्डर। अब अहिले तत्कालै बक्स कल्भर्ट भन्ने बित्तिकै फेरि यहाँ द्वन्द्वका कुरा सुरु हुन थाले। अब म दिन्न भन्ने पारिका, बनाउँछु भन्ने वारिका गर्दाखेरि त केही नै नहुने भयो नि त। केही नहुनु भन्दा भोलि यसलाई चाहिँ बक्स कल्भर्ट बनाउँदाखेरि नि खान्छ है यतिको भन्ने हिसाबमा अहिले काम भइरहेको छ। यो काममा हामी सन्तुष्ट छौँ। हस् त, समयको लागि धन्यवाद। धन्यवाद। घरको एउटा गार्जेन त गतिलो भएन भने आफ्नो घर चल्दैन, देश चलाउनु त गतिलो चाहिएन त। बालेन भयो, अब रवि भयो, रविलाई अन्जानमा लगेर त्यसरी हालिदिए, जेलमा दुनियाँ गरे। रवि यी माथि महाकालको पानी ट्याङ्कको हाम्रो सँगै छिमेकी छोरो हो त्यो रवि लामछाने। त्यो त्यस्तो सत्य मान्छे, इमान्दार मान्छे रवि जस्तो कोही छैन बाबु। त्यस्तो मान्छेलाई त्यसरी जेलमा कोदेर त्यस्तो भ्रष्टाचार लगाइदिएर त्यस्तो गऱ्यो होइन बाबु। उसलाई त्यसरी खान पर्ने मान्छे ऊ होइन। ऊ
उहाँ पहिला नालाको बासिन्दा हो हामी, उहाँ पनि एकै ठाउँमा हो हामी, यहाँ पनि माथिबाट हामी यता आएको हो। उहाँ एकदम राम्रो मान्छे हो। यस्ता रवि पनि मिल्नु भएको छ नि मिल्नुपर्छ। रबिन बालिन कुलमान मन्त्री उनीहरू सबैजना मिलेर कुलमान मन्त्री यिनीहरू भयो भने यस्ता देश हाँक्न सक्छ नि त बाबु, होइन र? गाडी पनि त चलाउन नसक्नेले चलायो भनेदेखि लगेर देशमा एकातिर लगेर खाँदिँदैन। यी आँखा नदेख्ने बुढाबुढी बुढा खालाडे अब यस्ताले देश चलाएर चल्छ त बाबु? चल्दैन क्या। अब राम्रो गर्नुपर्छ। अब दिन प्रतिदिन त अब कस्तो कस्तो ठाउँ थियो, कस्तो भइसक्यो, होइन त? त्यो भएको हुनाले अब राम्रै मान्छे आएर राम्रै गर्नुपर्छ जस्तो लाग्छ बाबु हामीलाई त, होइन र? हस् त आमा, धन्यवाद। ल बाबु, ल काम गर्ने काठमाडौँ महानगरमा काम गर्ने अहिले फिलहालमा बालेन शाह भए। योभन्दा अघिल्लो उसमा को थियो दिए केशव विस्थापितका पालामा उसका पालामा उसले दुई काल मेयर चलाए। 2 कालमा राम्रो काम गरेको थिए। खोलो जति भाइ तल चौबारदेखि लिएर नारायणथान बागमती सुन्दरजल खोला जति करिडोर खोलेका छन् उसका पालामा खोलेका हुन्। उसले खोलेका हुन्। बोट बिरुवा पनि उनले लगाउन खोजेका थिए, तर उनलाई गर्न दिएन। उनलाई पार्टी उनको आफ्नै पार्टीका मान्छेले अथवा बाहिर कोही पार्टीका दबाब पर्यो, उनलाई पार्टीका मान्छे थिए। ऊ बालेन शाह स्वतन्त्र भए, उनले आफ्नो खुसीले काम गर्न पाए, तर काम गर्न त दिएनन्। खुट्टा बाँधेर तपाईँलाई खुट्टा बाँधेर हिँड भनेर कुटे तपाईँ हिँड्न सक्नुहुन्छ त? खुट्टा बाँधेर हिँड भनेर हिँड्छ त मान्छे? हिँड्दैन नि, होइन? उनलाई त्यसै गरे काम त गरेन भन्छन्। अहिले पनि पार्टीका झोले झाले के भन्छन् भाइ, हामी कोही पार्टी होइन, तर हामी त ट्याक्सीमा लिएर हिँड्ने दुनियाँ मान्छे लिएर हिँड्छौँ। हामी नेतादेखि खाँदैछौँ, हामी बोक्छौँ, होइन? नेता पनि हामीले बोकेका हुन्छौँ दिन 1-2जना। खाते पनि अब उनीहरू हामी त पेसेबार हो नि त, हाम्रो त पेसा हो यो। हामी त खाते तँलाई बोक्दैन भन्नु पाएन। हामी कबड्डी लिएर जेसुकै लिएर आए पनि, चाहे उसले जेसुकै लिएर आओस्, हाम्रो गाडीमा बोकेर हामी ठाउँमा पुर्याउने हाम्रो काम त त्यो हो। हामी बोक्छौँ। हामी सबै मान्छे भेट हुन्छौँ। हामीले अहिलेसम्म देखेकामा मान्छेहरू कोही विरोध गर्छन्, कोही ऊ गर्छन्, कोही उनीहरूको आफ्नो पार्टीका मान्छेहरू होइन के गरेर बालेनले भन्छन्। तिनका आँखा ती पनि अन्न खाने उनमा देखिरहेछन्। काठमाडौँ कति फोहोर थियो, नाक थुनेर ठमेलभित्र पस्दा मन्दिर अगाडि तपाईँ पशुपति मन्दिर अगाडि कत्रो फोहोरको थुप्रो हुन्थ्यो, फोहोरको थुप्रा हुन्थे। ती सुगर सफा गरेका छन्। बालेनले अर्थ गर्न नसक्ने सुगर सफा त गर्थ्यो नि सर, होइन? मोठ मन्दिर हिँड्न लायक भयो। अहिले विदेशीहरू नि आउँछन्। वा हामीले त यस्तो नेपाल यस्तो सुगर सफा छ भन्ने सोचेको थिएन। हामीले त धेरै राम्रो देख्यौँ। मान्छेहरू भरम गर्दा अहिले त काठमाडौँ सफा भएको रहेछ भन्छ। तिनै इन्डियनहरू आउँछन् कति, यिनीहरू भन्छन् वाह नेपाल त राम्रो रहेछ नि, पहिले त फोहोर थियो अरे, अहिले कस्तो छ भनेर हामी भन्छौँ होइन भाइ अहिले पहिले फोहोर थियो, अहिले राम्रो गर्ने मान्छे आयो, राम्रो हुन्छ भन्छौँ हामी, राम्रो भयो भन्छौँ। यो गर्छौँ, हाम्रो यही हो। बालेन्द्र शाह यही प्रसङ्गमा जोडिहाल्यो। अब सङ्घीय राजधानीमा जाने महानगरको अब छोड्दै हुनुहुन्छ उहाँ, होइन? प्रधानमन्त्री बन्दै हुनुहुन्छ। कस्तो लागिरहेछ महानगर छोड्दै गरेकोमा? दुःख लाग्छ कि अझ देशको लागि होइन? अहिले उसले मात्र अरूमा गएर उठ्या भए हामीलाई दुःख लाग्थ्यो। अब अहिलेको उसमा गर्दाखेरि हामीलाई राम्रै लागेको छ। हामीले भोट दिन मिल्ने भयो, अब हाम्रो उसबाट मिल्ने भयो, हामी एक छाप भोट दिन्छौँ। बालेन्द्र शाहलाई जिताउँछौँ हामी। हाम्रो पक्षबाट हामी दिन्छौँ। हामीले धेरै काङ्ग्रेस पनि धेरै हेरिसक्यौँ भाइ। म 2026 सालको मान्छे हुँ, होइन? 2026 सालको 56 वर्षदेखि हामीले सबै पार्टी पञ्चायत पनि हेऱ्यौँ हामीले, प्रजातन्त्र पनि हेऱ्यौँ, बहुदल काङ्ग्रेस पनि हेऱ्यौँ हामीले, एमाले पनि हेऱ्यौँ हामीले, माओवादी पनि त हेऱ्यौँ नि हामीले। हामीले माओवादीलाई भोट दिनु, माओवादीले नि त भोट दिउँ नि हामीले। तर माओवादीले के गर्छु भन्ने मान्छेलाई गर्न दिएन नि त। बाबुराम भट्टराईले के गर्छु म भनेको थियो, उसको आफ्नै पार्टीले चाहिँ उसलाई विरोध गरेर उसलाई निकाले, होइन? बाबुराम भट्टराईले पनि त ऊ गरेका थिए। बाबुराम भट्टराई एउटाले म हाम्रो देशमा बनेको गाडी चढ्छु भन्दा उसलाई नदिएर उसलाई घटेर उसलाई उनी त गरे, विरोध गरे, आफ्नै पार्टीले विरोध गरेन? हजुरहरूले थाहा पाउनुभयो होला। अलि सानो हुन्थ्यो तर त्यो नगरे पनि तपाईँ त बुझ्नुभयो नि। गर्ने मान्छेलाई गर्न दिएन, त्यो हो। गर्न दिनुपर्छ गर्ने मान्छे तपाईँ हामीले बुझ्नुपर्छ। अब सबै साथीहरू मिडियामा हेर्ने साथीहरूले पनि मैले भने चाहिँ नै सबैले गर्नुपर्छ। गर्छु भन्ने मान्छे हामीलाई कोही काङ्ग्रेससँग रिस होइन, एमालेसँग रिस होइन, माओवादीसँग रिस होइन। हामीले काङ्ग्रेसलाई पनि भोट दिएका छौँ, दिनौँ त हामीले दियौँ। काङ्ग्रेसलाई पनि भोट दियौँ, एमालेलाई पनि भोट दियौँ, माओवादीलाई पनि भोट दियौँ। भाइ यो अघिल्लो गए चुनावमा म एउटा ट्याक्सी ड्राइभर हो। मैले हामीसँग भएका 5वटा गाडी लिएर चाहिँ निशर्त भयो भने 5वटा गाडी लिएर गएर भोट दिएर आएका हामी। खोइ त केही गरेन नि त। हामी ओखलढुङ्गा पुगेर यहाँदेखि ओखलढुङ्गा 5वटा गाडीलाई आफूले तेल हालेर आफ्नो गाडी आफै लिएर गएर मान्छे 5वटा गाडी ट्याक्सीमा मान्छे लिएर गएर भोट हालेर आउँदा नि खोइ त के गरेँ त? एउटा केही गर्दै मैले मेरो छोरालाई जागिर लगाइदेऊ भनेको थिएन, मेरो बुढीलाई जागिर लगाइदेऊ भनेको थिएन, मेरो छोरालाई फिस तिर्देऊ भनेको थिएन, मैले मेरो बाबुआ मलाई इलाज गरिदेऊ भनेको थिएन। देशको लागि केही गर, केही गर्छौँ भने केही गर भने हामीले उ गरेको हो। हस्, धन्यवाद।